Jangan, bukan nama malu. Saya sudah kasih bilang. Mau tak nak bola, nak bola. Omong ni semua. Potong potong. Sebenarnya ini kasar. Sosial buat. Sebenarnya nak mula. Bukan sebenarnya ini kasar juga juga. Sampai sekarang. Sebenarnya ni. Ni le, pusat baru sampai punya kerana ada banyak. Ayo kita ni pusat punya macam. Ini apa? Kamu cendol. Ayo, kau balik pergi sana. Kan boleh. Karena ada itu tejasin. Beda tejasin. Ayo fan baru. Saya satu dulu. Jadi polisi dia masak. Kau kau tahu macam mana? Ini tidak suci. Mari kita kita ini kita. Kan boleh. Masih suka kan ini lain toh. Kan ini dia juga untuk makan. Ini kalau ini dia kalau kita terus. Apa nak? Ini kalau kita terus. Ini kita tidak dia. Kemudian sama. Ya le, bom, sila kita tapan namun kita kemudian saya sama. Kemudian saya terus. Wow, yo mau lihat padu. Kemudian kita apa? Kita jamu kan kita jamu. Buat tak kelas mengalan. Baik, sambil kita lagi di pipe ko. Dia saya kamu sana. Dia saya kamu. Bukan karya kayak. Dia saya kamu. Ayo ini. Ayo ini sekarang ni. हाम्रो सिँचाइको लागि खानेपानीको लागि हामी 2 इन्चीको गेट बल्ब फिट गर्दैछौँ। ल गाइस, अब यो गेट बल्बमा चाहिँ किन गेट बल्ब भनेर यहाँ ठ्याक्क ढोका जस्तो हुन्छ, सट्ट सट्ट माथि तल आउँछ, त्यही भएर यसलाई चाहिँ हाम्रो गेट बल्ब भन्छ। यो गेट बल्ब यसरी खोल्दाखेरि सर गेट माथि गएको जस्तो भएको भएर यसलाई चाहिँ हाम्रो गेट बल्ब भने हो है। ल यसरी टक्क यस्तो बन्द गर्छ। यो चाहिँ गेट ढोका भनौँ न है, यस्तो हुन्छ है गाइस। मनी एक्लै काट्ने गाई हातले त सकिँदैन गाइस, रिन्चुले गरे हो। अब हामी यहाँ भित्रपट्टि जाँदैछौँ गाइस। अब भित्र चाहिँ यहाँ यो तल डाउन हामी यो फिट गर्छौँ, यो एउटा अनि एउटा अनि 2 इन्ची, यो 2 इन्चीको पाइप हालेको 2 इन्ची बाई 2 इन्ची बाई 2.5 को यसमा। अनि यो निपलहरू किन भन्दाखेरि हाम्रो यो गेट बल्बमा भित्र इन गर्नको लागि हो। कम्तीमा हामीलाई अहिलेको लागि 2 वटा चाहिन्छ। अहिले पछि फ्यान सिस्टम ल्याउँदैछन्। सो हामी अब यो चाहिँ हाम्रो टार ब्रस चाहिँ के को लागि भन्दाखेरि यहाँभित्र छिरेर यिनीहरू सफा गर्न हो है। साबिल सबै होला त्यो थाहा नै पर्छ मलाई चाहिँ। Kenapa, Pak? Saya sudah benar. Apa nak cakap? Kita mai kita lah. Saya tinggi lah. Nah, boleh jalan, boleh lagi. Kaki. Tadi lah. Kenapa nak awak sini kita? Lagi lah. Jangan lupa saya air. Soal kita nanti swimming pool yang swimming pool benar benar. Mana tu jangan ada. Jangan soal kerja. Jangan ya soal kerja papa tu lagi kita. Ini papa tu lawan nak. Sama soal kerja. Kita kalau ngomong Bola tu. Ekor. Ini sering muka lihat, tak berang sekali. Ini berang muka lihat. Ini harus pasang pressure ni. यो चाहिँ हाम्रो 2 इन्चीको 2x2 को निपल हो। हामी यो चाहिँ लगाउँदैछौँ है। यो चाहिँ किन भन्दाखेरि हाम्रो गेट बल्बमा चाहिँ फिमेल हुन्छ। अब यता पनि फिमेल छ, यता पनि फिमेल छ भने चाहिँ दुईटा मेलले ठ्याक्क जोड्नु पर्यो। ठ्याक्क एउटा मेल उता मेल। बुझ्यौ? Jangan tisu, jangan awak cita kalau milam lagi kas.
यो चाहिँ हाम्रो फ्ल्यान्ट सिस्टमको जोइन्टको लागि तयारी हुँदैछ पिने नै हो पिनेपट्टि क्या गाइस फाइनली हाम्रो यहाँ एउटा जे पाइपको 2.5 इन्चीको त्यसपछि रेडिएटर सकेट 2.5 को त्यसपछि हाम्रो गेट बल्ब र त्यसपछि यहाँ फ्ल्यान्ज जोइन्ट जिआईको फिमेल प्लस अब यता चाहिँ पोलिथिन पाइपबाट हामीले जोइन गरेर 2 इन्चीको पोलिथिन पाइपबाट यहाँ टी चाहिँ हामीले यसरी ह्यान्डमेड यसरी बनाएका छौँ यहाँबाट यस्तो गरेर यहाँबाट यो चाहिँ हाम्रो एयर जक्सन एयरको लागि हामी पाइप टी जोइन गरेको छौँ र यहाँबाट डिस्ट्रिब्युसन लाइन पठाइदिएको छौँ र यहाँबाट हाम्रो आवश्यक पोइन्टहरूमा चाहिँ हामी अर्को गेट बल्बहरू यताबाट सबै राख्छौँ र यता चाहिँ हाम्रो नर्मली यहाँ अगाडिको लागि भनेर हाम्रो सेम त्यही प्रोसेसमा हामीले फिट गरेको छौँ गाइस यहाँ चाहिँ अब यस्तो भयो यो दुईवटा पोइन्ट यो तीनवटा पोइन्ट चाहिँ एउटामा कनेक्सन हुन्छ यहाँनिर एउटा गेट बल्ब अनि अर्को यहाँनिर एउटा गेट बल्ब चाहिन्छ दुईवटा पाइपमा यो मेन इनपुट भयो यता दुईवटामा डिस्ट्रिब्युसन हुन्छ अनि अर्को पोइन्ट चाहिँ यो पोइन्ट भयो र त्यसपछि यो पोइन्ट र यो पोइन्ट जोइन भयो त्यसपछि यो पोइन्ट जोइन भयो एउटा गेट बल्ब यहाँ र अर्को गेट बल्ब यसमा चाहिँ हुन्छ अब यहाँ चाहिँ दिमाग अलिकति खेलाउनु पर्ने अवस्था छ गाइस हेर्दै जाउँ फाइनली गाइस हाम्रो उता अहिलेको सिस्टमबाट नभएपछि चाहिँ यतातिर खनेर यसरी टी बनाएर फ्रान्स सिस्टमबाट गेट बल्ब दुईवटा र त्यसपछि भोलि हामी यतातिर अर्को दुईवटा राखेर यसरी सेम मेथडबाट हामी गर्दैछौँ र पाइप पनि हामी यो साइडबाट घुमाएर हामी यो साइडमा यतातिर चेन्ज गरिसकेका छौँ र यता चाहिँ हामी यसरी खोलेर अलि बढी दुःख पाइयो सो पहिले हाम्रो यो पाइप छोप्ने ज्यामीहरूले चाहिँ खत्तम बनाइदिएर राखेको थियो सो हामीले चाहिँ यताबाट यसरी जोइन गर्दैछौँ ओके गाइस भोलि हामी फेरि टुबी कन्टिन्यू गर्नेछौँ फाइनल्ली गाइस हाम्रो यस्तो कन्डिसन भएको छ यो यस्तरी भएको छ यो हिजोको कन्डिसन र आजको कन्डिसन देख्न सक्नुहुन्छ तपाईँहरू यसरी वाइ बनाएर गर्न खोजेको तर भएन अनि त्यही भएर मैले चाहिँ यसलाई पाइप कस्तो कन्डिसन त्यही अनुसार नै कटिङ गरेर बाङ्गो बनाएर सिधा बनाएर ब्यालेन्स गरेर बल्ल बनाएको छु एउटा पाइप यता जान्छ अर्को यता र हाम्रो 4वटा गेट बल्ब फिटिङ भइसकेको छ र टी ह्यान्डमेड टी हो यो र त्यसपछि अहिले हाम्रो पानी चेकिङको लागि चाहिँ हाम्रो पानी सप्लाई हुँदैछ यस पानी यो फ्ल्यान्जहरूबाट कहाँबाट लिकेज हुन्छ त्यो हेर्दैछौँ तर यस्तो कन्डिसन छ ल सौदोल सहकारीबाट सञ्चालित यो सिँचाइ कार्यक्रमको लागि आज मेसिन जडान गर्नको लागि हामी यहाँ खोलामा उपस्थित भइरहेका छौँ करिब समय सकिन लागिसक्यो हामी एकदम हतार काम आज रिङ पनि हालिसक्यौँ र अब यो मेसिन जडान गरेर आज हामी टेस्ट गर्नेतिर लागिरहेका छौँ आज पनि केही कामहरू बाँकी नै हुने देखियो आज भर्खर अहिले 6 बजिसक्यो भर्खरै हो आज दिनभरि हिजो पनि गरिरहेको थियौँ यो अहिले चिट्टपुल पर्छ यो पानीको मुहानबाट हामी सौदोल सिटी स्थित कृषि सहकारीबाट सञ्चालित खानेपानी सिँचाइ परियोजनाको काम आज द्रुत गतिको अगाडि बढिरहेको छ र भोलि र पर्सिसम्ममा यो काम सम्पन्न हुन्छ भन्ने हामीलाई आशा राखेका छौँ धन्यवाद ल यो टुलबक्स होइन मल्टिप्लग भन्छ के हो यसलाई के भन्छ अब कन्ट्रोलर हो होइन त्यसमा पनि तपाईँको के अरे भोल्टेज कन्ट्रोलर स्टार्टर पनि यसैमा हुन्छ होइन त्यो जोडान भइरहेछ अहिले यो सिँचाइको लागि धेरै सङ्घर्षपछि आज मेसिन जडान गर्न आएको छु खोलामा र साथीहरू कोही छिमेकी वरिपरिका साथीहरू के छ भने हेर्न आउने मान्छे पनि छैन यहाँ अचम्म लाग्छ विकासको काममा त हुनुपर्ने हो सहयोगका हातहरू त नेपालीमा हराउँदै गइरहेछ ल यिनीहरू चाहिँ आज करिब हामीले 1 2 3 4 5 6वटा आज थपियो त्यो तल अस्ति 9वटा 6 9 15वटा रिङ हाल्यो के भने यसलाई मैले इनार रिङको चाहिँ 15वटा रिङ तलबाट हामीले कतिवटा हालेको छन् भाइ तल सानो रिङ
4वटा सानो रिङ भनेपछि हामीले 19टा रिङले यसमा पानी प्रशस्त मात्रा आएको हामीले पाएका छौँ र अब यो रिङमा भन्दा बाहिर पानी निस्केर यति बेला यो गहिरोमा पनि पानी आइसकेको छ र यहाँ मुहान राम्रो मुहान छ त्यो पानीले हामीले सौदुलमा खाने पानी सँगसँगै यो डाँडा हाइट उतातिर चाहिँ हामीले सिँचाइको लागि भनेर यो पहल गरिरहेका छौँ र माथि ट्याङ्की बनाउने काम पनि सम्पन्न भइसकेको छ र यो आज यो पाइप जोडेर माथि खोलाभन्दा पारिपट्टि हामीले यो हाम्रो दिदीहरू आउनु भएको छ त्यो दिदीहरूभन्दा माथि चाहिँ हामीले पाइप जोड्ने र आज सकिने सम्भावना कम भयो भोलि आज हामीले भोलि दिनभरि लाग्छ हाम्रो यो पञ्चकन्याको पाइप हामीले यो तल जोड्नु नेपाटपको चाहिँ हामीले राख्नु खोजेका छौँ हामीले यो हरियो फलामको पाइपभन्दा यो धेरै गुणस्तर देखिएको छ यसले अब के भन्यो यो माथि पुग्दाखेरि प्रेसरले पानी फुट्ने सम्भावना एकदम कम प्रेसर ठेक्न सक्ने चाहिँ यो हामीले लिएर आएका छौँ टपको सकेट युनियनलाई हामीले प्रयोग गरेका छौँ नेपाल टप या हामीले माथिसम्म यो मिसिनलाई पनि हामीले यसरी राखेका छौँ र भित्र पितलको भएको कारणले चाहिँ यो नेपाल टपको एकदम बलियो भएको छ र हामीले अहिले मिसिन चाहिँ हामी यहाँ लान्छौँ यो मिसिनलाई हामीले अब इन्धनमा डुबाउँछौँ र तारको लाइनहरू मिलाउँदैछु ल गाइस फाइनली यहाँ उकालोसम्म यसरी पानी आइसकेको छ लास्ट हामी यो जोइन गरेपछि हाम्रो मेन सिँचाइको ट्याङ्कीसम्म चाहिँ जानुपर्ने छ यतिको स्पिडमा आएको छ 2 HP को पानीले पम्पले है फाइनली हाम्रो यहाँ खानेपानीको यो जोइनिङहरू सबै भइसकेको छ यो यसरी फिटिङ भएर र यहाँ चाहिँ हाम्रो यो रिजर्भ ट्याङ्क सिँचाइको लागि रिजर्भ ट्याङ्क टाटाली मा चाहिँ सम्पन्न भइसकेको छ र यहाँ अवस्था भएर चुन्न सक्नुहुन्छ रकेट पम्प 2 HP को फिटिङ भइसकेको छ मजा लागिरहेको छ आउँदैछ लगभग हाम्रो यो 200 मिटर बेसी नै होला सम्पन्न त्यति टाढाबाट हामी तल हिसाब गऱ्यो भने लगभग 10 तला 5 तला 10 तला त्यस्तै होला आवाज हुन्छ आवाज आउँदैछ हावा यो गाइस फाइनली हाम्रो यति स्पिडमा पानी आएको छ हाम्रो यो 2 इन्चीको पाइप हो भने त्यसमा चाहिँ यसरी पानी सफल भएको छ है हाम्रो सिँचाइको लागि पानी चाहिँ अलिक धमिलो नै बेसी आयो माटो यो माटो भएको है सुरुमा त्यो धमिलो माटो आएछ त्यसो सक्नुहुन्छ यो पुरा मिल्की टाइप्सको भनौँ न मिल्की टाइप्सको आएको छ यो पुरा मिल्की अब यसमा भित्र चाहिँ पुरै माटो बसेको छ सो त्यही भएर चाहिँ यस्तो आएको हुनसक्छ अब चाहिँ सफा हुन्छ है किनकि यो पाइपमा चाहिँ अलिक बढी नै माटो थियो त्यही भएर चाहिँ यस्तो भएको अब अहिले चाहिँ आउँदैछ अब अझै यो पाइपमा अझै हावा छ सो त्यही भएर चाहिँ यस्तो भएको हो पाइपको हावा निस्किँदैछ फाइनली हाम्रो यो सिँचाइको लागि रकेट पम्प फिटिङ प्लस जम्मा त्यसमा धेरै करेन्ट पनि त्यसो छैन कि जम्मा भोल्ट 240 आउनुपर्ने जम्मा 210 थियो जम्मा त्यसमा पनि अझ यो मेसिन अन गरिसकेपछि चाहिँ जम्मा 180 मात्र भोल्टेज देखाउँछ क्या त्यही भएर आउला कि नआउला भएको यो आयो सफल भयो सो तातलीवासीलाई धेरै धेरै बधाई छ अहिलेको चाहिँ यो अब पानी चाहिँ अहिले धमिलो आएको कारण चाहिँ यो चाहिँ अब खोलाको पानी नै यस्तै छ खोलाको इनारमा चाहिँ यस्तै छ पानी त्यही यस्तो भएको सो त्यही भएर अझ सफा हुँदैछ है गाइस त्यस्तो धेरै छैन है सो यतिसम्म आउनु भने पनि धेरै ठुलो कुरा हो है अब यो चाहिँ हाम्रो यता माथिको बाटोको पानी हो र यो कलेक्सन भइसकेको छ अब यो चाहिँ हाम्रो यता पछाडि सिँचाइको लागि चाहिँ ट्रान्सफर हुन्छ यो चाहिँ हाम्रो रिजर्भ ट्याङ्कीहरू है अहिलेको लागि चाहिँ मैले बन्द गरिसकेँ है यसको लागि चाहिँ सबैजनालाई चाहिँ काठमाडौँवासीलाई धेरै धेरै बधाई तथा अब नबिग्रियोस् सबैले उपभोग गर्न पाइयोस् सबैजनालाई बधाई तथा शुभकामना है त हाम्रो सिँचाइको लागि जुन यो हामीले सङ्घर्ष गरिरहेका थियौँ
यो चाहिँ हाम्रो सफल भएको देखिन्छ र हाम्रो यस्तो बारीमा खेतमा चाहिँ यसरी पानी आइसकेको छ। यो अलिकति यसरी टक्क पानी आइसकेको छ। सो सम्पूर्ण ताथलीवासीलाई धेरै बढाइ दिन चाहन्छु। यतिको मेहनत सङ्घर्षपछि यति आएको छ लगाइछ। अब यो चाहिँ हाम्रो सिँचाइको लागि चाहिँ विशेष गरी युज हुनेछ। यसरी चाहिँ हाम्रो पानी आइसकेको छ। यो पानी चाहिँ त्यहाँ बाहिरतिर लाने, अब कहाँ कहाँ हेर्ने, यहाँ चाहिँ डिस्ट्रिब्युट चाहिँ अब पछिको लटमा हुन्छ। अहिलेको लागि चाहिँ त्यस्तो साह्रो छैन है गाइस। अहिलेको लागि चाहिँ त्यहाँ विशेष गरी हिउँदको लागि चाहिँ बेस्ट हुनेछ है। ल गाइस फाइनली हाम्रो यहाँ त्यत्रो महिनौँ प्रयासपछि यसरी हाम्रो पानी सफल भएको छ। यहाँ मैले टी जोइन गरेको छु दुईवटा। यहाँ पनि एउटा टी छ। यहाँ डबल पाइप यसरी देख्न सक्नुहुन्छ। यो डबल पाइप र यता चाहिँ हाम्रो गेट बल्ब फ्लान्ट सिस्टमबाट गेट बल्ब दुईवटा यताको लागि तल साइडमा र अर्को एउटा दुई साइडमा चाहिँ दुईवटा डबल गेट बल्ब चाहिँ हामीले राखिसकेका छौँ। फाइनली एउटा लाइन चाहिँ हाम्रो यता जान्छ भने अर्को लाइन। फाइनली हाम्रो यो सिँचाइको कार्यक्रम अन्तर्गत प्लम्बिङ कार्य चाहिँ सफल भएको छ। ल उहाँहरू हुनुहुन्छ हाम्रो समितिका पदाधिकारीहरू। यता हुनुहुन्छ हाम्रो अध्यक्षज्यू, यता लुई अगाडि गइरहनु भएको छ। अहिले उहाँ चाहिँ जानुभएको चाहिँ यो सिँचाइकै पाइप चाहिँ व्यवस्थापनको लागि चाहिँ हामी गइरहेको छौँ। अहिले चाहिँ खोलामा पाइप झुन्ड्याउनको लागि मर्मत भएको व्यवस्थापन भन्छ त्यसलाई। व्यवस्थापनको लागि हामी लागि परेका छौँ। तर यति सङ्घर्ष गर्दा पनि, यति दुःख गर्दा पनि समाजकै लागि हो नि त। तर गाउँलेहरू कोही पनि आएका छैनन्। जम्मा हामी 2-3 जना चाहिँ लागि परेका छौँ। सो यस्तै हो नेपालमा।